अनि मेरो सबैसँग छ, मेरो पुटिनसँग राम्रो छ, सीसँग राम्रो छ, मोदीसँग राम्रो छ, जयशंकरसँग राम्रो छ, उ साउदीको बिन सलमानसँग राम्रो छ, दुबईको राजा म्याक्टुमसँग राम्रो छ। अस्तिको घटनापछि बुद्धयारलाई बरु विश्वास गर्न सकिन्छ कि अघि, किनभने बुद्धयारले टायर पनि मान्छे ओह्राल्यो, उसको विश्वास गर्न सकिन्छ। तर यो दुर्गा पर्साईको चाहिँ खासै विश्वास नगर्दा हुन्छ साथीहरू। के खुल्क्याउँछु खुल्क्याए मादर छु। दुर्गा पर्साईलाई केपी ओलीले ल बाबु नाति केटो तेरो ऋण कति छ सरकारले तिर्दिन्छ, एमाले तिर्दिन्छ भन्यो भने मागासम्म झन्ना सन्ना सबै च्याचोच बनाएर म राजा र हिन्दू धर्म बेचेर खाने जस्तो लाग्यो। म त्यो मान्छे होइन। दुई मुरी मार्सी धान काँदा हाल्ला गणतन्त्र जिन्दाबाद भन्न बालडर पुगेन भने गुच भएर मेरो मुहा थोदिनु ल। सत्य रामाराम बैङ्कको ऋणले थिचेर ब्यातिर नसकेर बौला जस्तो भएर त्यो ढाकाको के कुरा गर्नु, खान गुनै खा। आइमे सुत्किने हुँदा निस्किन्छ नि त्यो साथी, त्यो पनि खा सोरेर। युट्युब च्यानल 5-6 आफैले खोलेर क्यामेरा किनेर त्यो युट्युबबाट पैसाले ब्यातिर राजा त्यसको त्यो ढाका नि, त्यो ढाका त्यसको पनि व्यवस्था हुन्छ। त्यसलाई त्यही काठमाडौँमा भेला गरिन्छ क्या साथीहरू। वास्तविक कुरा यो हो, मान्छेले बुझ्दैनन्। ये कौन है, मैंने से कहीं देखा है अब 5-6 वर्षपछि दुर्गा पर्साई यही हालतमा रहेर नि उसले खुल्ला मुल्ला के भन्छ नि मैले युट्युबबाटै चाहिँ नि पैसा कमाएर ब्याङ्कको लोन सबै तिरेँ भनेर गल्ला हाँदिन्छ। यहाँ सुन्नु त, 1 रुपियाँको केही आउँदैन, 10 रुपियाँको तान। सुन्नु चाहिँ कुरा, तेरी दिदी सेलले लग्यो सेलको पुच्छर तान।